काका नमस्ते। नमस्ते। के चाहिँ केटा काम गर्दैछस् नि? आराम त छैन? ल ठिक छ गर्छ। नमस्कार काका। नमस्कार। के छ नि काका? ठिकै छ। कता जान लाग्नु? म तल रामेको समय हिँड्नु। के छ गोकुलतिर खबर? ठिकै छ खबर। ल त म लागे। ए रामे के गर्दैछस् न? नमस्कार काका। नमस्कार नमस्कार। आउनुहोस् न बसौँ। अनि एक बिहानै कति कामले आउनु? अरू किन हुन्थ्यो रामे? आज 5 गते भइसक्यो। गुठीको बाली बुझ्ने बेला पनि आइसक्यो। फेरि तेरो नानी बिरामी भयो भने सुनेको थिएँ। त्यसैले म तँलाई भेट्न आफै आएको हो। अनि अहिले तेरो नानी कस्तो छ त रामे? पहिलाको भन्दा त धेरै राम्रो भयो नि काका। अहिले त हिँडुल गर्न पनि सक्छ। त्यसो भए राम्रो भएछ रामे। यो महिनाको बाली पनि त ठिक पारिस होला नि त। नमस्ते हजुर। नमस्ते। काका फेरि पनि म माथि दया गर्नु पर्यो। हुन त मैले सबै पैसा तयार पारेको थिएँ, तर अचानक नानी बिरामी भएर औषधिमा खर्च गर्नु पर्यो। यसपालि पनि मैले पहिलाको महिनाको मात्रै तिर्न सकेँ। रिसानी माफ होस् काका। अर्को महिना म अवश्य पनि सबै बुझाउनेछु। ठिकै छ नि त रामे। यसपालि तँलाई आखिरी ठुलो आपत्ति आइपरेछ। यस्तै आपत्ति आइपरेकोलाई त हो नि म हरि काका भनेको, तिमीहरूलाई सहयोग गर्ने। म हुँदाहुँदै के को चिन्ता लिन्छस् त? बरु नानीलाई राम्ररी जाति बना। नानी राम्ररी जाति भएपछि स्कुल पठाउँछु नबिर्सिनु है। म पर गोविन्दको पनि निस्किनु छ। म अहिले लाग्छु त। ल 7औं स्थानमा चन्द्रमा, चन्द्रमाको ठाउँमा कर्म गएर बसेछ भनेपछि शुभै शुभ शुभै शुभ। वाह माइला काजी, यो 12 काजेको खानदानमा चन्द्रमाले आएर बास गरिसके। शुभै शुभ, लाभै लाभ, लाभै लाभ। पण्डितजी तपाईँले भन्नु खोजेको के हो? अलिक छिटो भन्नुहोस्। कुरो के भने नि माइला काजी, भन्दा भने जस्तो हुन्छ। हुन त मैले हजुरको बुवाको पालादेखि यो काजी खानदानको भविष्यवाणी हेर्दै आएको छु, जो आजसम्म एउटा पनि फरक परेको छैन। कुरो नघुमाइकन छिट्टै भन्नुहोस् न पण्डितजी। कुरो नघुमाइकन भन्दा नि माइला काजी, आजसम्म यो खानदानमा जति पनि शुभ लाभ प्राप्त भयो नि, त्यो भन्दा पनि ठुलो देखिन्छ। मतलब आजसम्मको सबभन्दा ठुलो कर्म प्राप्तिको योग छ माइला काजी। वाह पण्डित, तपाईँ साँच्चै खानदानकै पण्डित हुनुहुन्छ। वाह दादा हजुर, हामी देशभरिकै शक्तिशाली हुने हौँ। काजी साहब, हजुरहरूलाई माथि हेर्न आउनुहुन्छ तल। को आएको छ? उकिल साहबहरू आउनु भएको छ। जा यतै पठाइदे। हस् हजुर। ओह काजी साहब, पक्कै पनि यो वकिलले शुभ साइडको सङ्केत लिएर आएको छ। पण्डितजी तपाईँलाई थाहा छ, आजसम्म यस काजी खानदानमा अशुभ समाचार लिएर त कोही आउने आँटै गरेका छैनन् नि। नमस्कार। के काम लिएर आयो त वकिल? ठुलो काजी हुनुहुन्न काजी साहब? हुनुहुन्न। दाजु हजुर 2-4 दिनको लागि सहर जानुभएको छ। जे भन्नु छ हामीलाई भने हुन्छ। यो के को कागज हो? ठुलो काजीले भने बमोजिम किरातेश्वर मन्दिरको गुठीको नाममा रहेको धनी पूर्जा हो काजी साहब। हस् त काजी साहब, अहिले हामी लाग्छौँ। देख्नुभयो त काजी साहब, मैले भनेको कुरो पुग्यो कि पुगेन? किरातेश्वर मन्दिरको नाममा रहेको गुठीको जग्गा पनि लाल पूर्जा भनेर आयो। त्यो त सानो सङ्केत मात्रै हो काजी साहब। अब हेर्दै जानुहोस् के भित्रिन्छ के। मन्दिरको जग्गा भनेपछि दाजु हजुरले भने बमोजिम त्यो जलेश्वर बस्तीमा हाम्रो रक्सी फ्याक्ट्री खुल्ने भयो। त्यसो भने त्यो बस्ती हामीले खाली गर्नुपर्ने भयो।
गाउँले हो। ध्यान दिएर सुन, आजबाट 7 दिनभित्रमा तिमीहरूले यो गाउँ छोड्नुपर्छ। त्यसैले तिमीहरूले छिटो भन्दा छिटो यो बस्ती खाली गर्नु। किन काजी साहब? हरिभक्ते, मलाई किन र कसरी भन्ने प्रश्न मन पर्दैन। बस्ती खाली गर भने बस, मलाई 7 दिनभित्रमा खाली भएको हुनुपर्छ, नत्र। काजी साहब, तपाईँ सरासरी यो बस्तीका मान्छेहरूमाथि अन्याय गर्दै हुनुहुन्छ। हामी यो बस्तीमा त्यसै बसेका छैनौँ, गुठीको कुतिर बसेका छौँ र यो बस्ती त्यसै खाली हुँदैन। काजी साहब, तपाईँलाई यो बस्ती खाली गर्ने अधिकार कसले दिएको छ? हरिभक्ते, त किन कुरै नबुझिकन काटिके कुकुर जस्तो भुक्छेस? ल हेर, यो जग्गा गुठीको होइन, यो 12 काजीको। 12 काजीको के रहेछ हेर त। यो कुरो सरासर झुटो, यो कुरो सरासर झुटो। गुठीको जग्गा कहिल्यै पनि किनबेच हुँदैन। फेरि गुठीले त यो जग्गा हामी गाउँलेहरूलाई 100 वर्षलाई दिइसकेको छ। हामी यो कुराको लागि न्याय खेल्न सम्बन्धित न्यायालयमा जानेछौँ। हामी न्याय माग्नेछौँ। हरिभक्ते, तैँले 12 काजीसँग सिङ जुदाउने कोसिस नगर, नत्र पछि पछुताउने मौकासम्म पाउने छैनस्। अबको 7 दिनभित्र गाउँ खाली गरोस्। दाजु हजुर, जाउँ। काका, अब हामी के गर्ने? काका, अब हामी यो गाउँ छोडेर कहाँ जाने? आत्तिनु पर्दैन केटा हो, हामी त्यति लाचार भइसकेका छैनौँ। त्यो 12 काजीको धम्की र डरले हामी डराउनेवाला पनि होइनौँ। म हुन्जेल तिमीहरूले कुनै कुराको पिर मान्नु पर्दैन। म चाँडै गुठी सत्तामा गएर यो कुराको निष्कर्ष लिएर आउँछु। अहिले तिमीहरू आफ्नो आफ्नो घर जाऊ, म छु, तिमीहरू ढुक्कले बस, डराउनु पर्दैन। जब आफ्नो घर जाऊ। एउटा कुरा थाहा छ, ती 12 काजीहरूले हाम्रो गाउँ ठाउने भन्दैछ अरे। किन रमाए? यो जग्गा त गुठीको होइन र? फेरि हामीले महिनै पछि गुठीलाई जेला पनि त जोड्दै आएको थियौँ। आखिर कसरी यस्तो गर्न सक्छन् ती काजीहरूले? खै, म पनि त्यही कुरा सोच्दै थिएँ। तर यो जग्गा त 12 काजीको भयो। फेरि हिजो धनपुर जान देखाउँदै थिएँ। माया, तिमीलाई यो कुरा कसले भन्यो? ल राधिका भाउजू, तपाईँलाई यो कुरा थाहा छैन? फेरि काकालाई पनि थाहा छ। ए हजुर, तपाईँलाई एउटा कुरा थाहा छ? के कुरा? 12 काजीहरू त यो बस्ती खाली गर्ने हेर्नु आएका छन् नि। यो बस्ती खाली गर्न छन् अरे? तिमी यो के भन्दैछौ राधिका? कसले भन्यो तिमीलाई सब कुराहरू? गाउँभरि जताततै त्यही हल्ला फिजिएको छ त। अहिले भर्खरै धारामा जमुना र माया पनि यही कुरा गर्दथे। फेरि बुवालाई पनि थाहा छ अरे त। राधिका, तिमी यो कस्तो नचाहिँदो कुरा गर्दैछौ? फेरि यो बस्तीसँग ती काजीहरूलाई के को सरोकार भन त? मैले पनि यही सोचिरहेको थिएँ कि यो गुठीको नाममा रहेको बस्तीसँग ती काजीहरूको के सरोकार छ भनेर। तर यो जग्गाको धनीपूर्जा त काजीहरूको नाममा पो छ अरे त। के रे? यो जग्गाको धनीपूर्जा ती काजीहरूसँग छ अरे? बुहारी, तिमीहरू यो के कुरा गरिरहेको छौ? म यो के सुन्दैछु बा? ती 12 काजीहरूले यो गुठी जग्गाको धनीपूर्जा निकालेर यो बस्ती खाली गराउँदैछन् अरे। के यो साँचो हो बुवा? हो। यस्तो कसरी हुन सक्छ बुवा? यो जग्गा त जलेश्वर मन्दिरको नाममा रहेको गुठीको जग्गा पो हो त। यो के होइन बाबु, त्यो काजीहरूको जालजेल मात्र हो। ती काजीहरूले नक्कली पूजा देखाउँदा यहाँ केही हुनेवाला छैन। त्यसो भए त हामीले समयमै सम्बन्धित निकाय समक्ष गएर जानकारी गराउनुपर्छ होइन र बुवा? हो, मैले पनि यही विचार गरेको छु। तर अहिले दसैँको मुख नचिकिँदैछ। यो कुराको निर्णय दसैँ पछाडि मात्र हुन्छ छोरा।
यो सबै कुरा हामी गाउँलेहरू बसेर छलफल गर्नुपर्छ। ठिक छ बुवा, त्यसो भए म भोलि नै गएर सबै गाउँलेहरूलाई एकै ठाउँमा जम्मा गराउँछु। बुहारी तिमीलाई स्कुल जानु ढिलो हुन्छ, जाऊ त्यही भित्र गएर भान्सा तयार गरेर त। हस् बुवा। अब म मेरो नातिलाई पढाउँछु। खोइ नाति के लेखिस् तैँले आज हेरौँ त। ले बाबु म पढाउँछु तँलाई अब। काई साहब, त्यो जलेश्वर बस्तीमा हाम्रो फ्याक्ट्री बनिने भयो नि त? अवश्य, यसमा कुनै शङ्का छैन। फेरि यो 12 काजीले आँटेको काम कुनै पनि अधुरो रहँदैन। अनि भाइ राजा, बस्ती खाली भयो त? राजा हजुर, मैले गाउँलेहरूलाई भनिसकेको छु 1 हप्ताभित्रमा गाउँ खाली गरिदिनु भनेर। तर के गाउँ खाली गर्नु मान्यो? होइन दाइ हजुर, सबै गाउँलेहरू हाम्रो अगाडि झुकिसकेका थिए, तर त्यो हरिभक्तले के गर्यो? त्यो हरिभक्तले हाम्रो विरोध गर्यो। हाम्रो विरुद्धमा गाउँलेहरूलाई भड्कायो। भन्दै थियो त्यो गाउँ कुनै पनि हालतमा खाली गर्दैन रे। भनेपछि त्यसलाई पनि 7.5 को दशाले छुएछ। काजी साहब, यसरी झट्ट आवेशमा आउनु हुँदैन क्या। कुनै पनि कार्य गर्नु अगाडि त्यसको प्रतिफल के आउँछ फ्याक्ट सोचेर गर्नुपर्छ। यसरी आवेशमा आएर त्यो हरिभक्तिमाथि हामी जाग लाग्यौँ भने गाउँलेहरूको नजर हामीमाथि नकारात्मक पर्न सक्छ क्या। त्यसैले काई साहब, समयलाई पर्ख्यौँ। समय आएपछि त त्यो हरिभक्तिको नि पालो आइहाल्छ नि। फेरि उहाँले 1 हप्ताको टाइम दिनुभएको छ। मलाई विश्वास छ काई साहब, 1 हप्तामा ती गाउँलेहरू गाउँै खाली गरेर आफै जानेछन्। ठिक छ पण्डितजी, यसपल्ट तपाईँको कुरालाई मैले माने। तर त्यो हरिभक्तमाथि कडा निगरानी राख्दै गर्नु होला। यसको लागि हजुरले चिन्तै लिनु पर्दैन काई साहब, म सबै सम्हालिहाल्छु नि। ए राधिका, छिटो गर न भनेको, कति ढिला गर्छ। भरे फर्किने ढिला हुँदैन? आइहाल्यो नि, कति साह्रो हतारिनु भएको। तिमीहरू आइमाई मान्छेलाई तयार हुने टाइम लाग्छ। त्यो त भइहाल्छ नि। ए हजुर, तपाईँलाई म एउटा कुरा भन्छु, नाइ नभन्नु। तिम्रो एउटा कुरा मात्र किन, तिम्रो मनमा भएका सारा कुरा भन न, म सबै सुनिदिउँला। होइन ल होइन? हजुरले के को लागि बोलाइ बस्नु? त्रिकाल, त्यो जलेश्वर बस्ती अहिलेसम्म खाली भयो कि भएन? त्रिकाल, यदि ती मान्छेहरूले हाम्रो आदेश मान्दैन भने अग्नि बाण प्रहार गर्दै तस तस गरेर आइज। हस् गजब। अरे भक्त दाइ, के हामी काजीहरूसँग दुश्मनी गर्न सक्छौँ त? ए गोकुल, त कस्तो उतेरा कुरो गर्छस्? काजीहरूको हामीले के खाएका छौँ र हामी तिनीहरूसँग डराउने भन् त? ए हरिभक्त, यो गाउँ खाली नगर्नु हो त, फेरि पछि केही होला है, यहाँ अप्ठ्यारो पर्ला। काका, एउटा उखान थाहा छ तपाईँलाई? खाएको विष पो लाग्छ, नखाएको विष कहिले लाग्दैन। यदि त्यो काजीको खलपको थिचोमिचो हामी सहेर बस्ने हो भने हामी यस्ता गरिब जनताले कहिले सुख शान्तिसँग बाँच्न पाउने छैनौँ। बुझ्नुभयो? मेरो त सहारा को छ र? यो बालबच्चा छोडेर यो गाउँ छोडेर गयो भने कि त मेरो बिजोकै हुन्छ दाइ। मनलाई शान्त नबनाऊ बुहारी, म हुँदाहुँदै डराउनु पर्दैन। हामी सबै एकजुट भएर त्यो काजीको षड्यन्त्रको एक दिन पर्दाफास गरेरै छोड्नुपर्छ। ए हरिभक्ति, मैले अझैसम्म बस्ती खाली गरेको छैनस्। त्यसो भए तेरो पनि अब काल आए जस्तो छ। ए काजीका भत्वा, नाङ्लो ठटार हात्ती कहिले पनि तर्सिँदैन। जा गएर तेरो मालिकलाई भन्दै यो गाउँ कहिले पनि खाली हुने छैन, कदापि खाली हुने छैन। बचाउन नभन्, काई सबको अपमान नगर। हे केटा हो, के हेर्छस्? आऊ लाग्दै। यदङ्गदाशुषे त्वमग्ने भद्रं करिष्यसि। त्रिकालको काममा काँडा बनेर कृष्ण, यो कलियुगको शस्त्रहीन कृष्ण।
8 बजे पैसा बडुजी हजुर काका साहब अब त्यो हरिभक्तको जन्म कुण्डली हेर्नुहोस्। हस् काका साहब म अहिले हेरेर आउँछु। अब त्यो हरिभक्तको नाम निस्किन म मेटाइदिन्छु। शांत 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 यसरी आवेशमा आएर क्रोधित नहुन। फेरि यो काम भाइ राजाको होइन। तर दाजु हजुर मैले सोचिसकेको छु त्यो हरिभक्तलाई के गर्नुपर्छ। अब त्यो हरिभक्तलाई 7:30 को समयले छैछन्। सबैजना ठिक काका। मैले त्यसको जन्म कुण्डली केलाएर हेर्दाखेरि त्यो हरिभक्तलाई 7:30 को दशाले घेरिसकेका छ। तर काका एउटा कुरामा चाहिँ सचेत रहनुपर्छ। कस्तो कुरा? त्यो हरिभक्तको सारा सन्तानलाई नै सिकाउँदाखेरि पछि हामीलाई ठुलो अनिष्ट हुने सम्भावना देखिन्छ। त्यसो भए शुभ चाहिँ के गर्दा हुन्छ? त्यो परिवारको छाड्नै पर्छ। यो कुराको विश्वास गर्नुहोस् काका साहब। यदि हामीले त्यो परिवार सबैलाई सखाप पार्यौँ भने हामीलाई पछि ठुलो अनिष्ट हुने पक्का छ काका साहब। ठिक छ। नमस्ते काका। नमस्ते नमस्ते। दसैँको मेला हेर्नु जाने होइन? त्यहाँ मेला नाचन सुरु भइसक्यो होला। जाने नि केटा हो। म पनि त्यतातिर जाउँ भन्दा यसो चिटिक्क हुँदै थिएँ। अनि काका यसपालि गङ्गा चाहिँ दसैँ मान्न आउँदिन? आउँछ। आज आइपुग्नु पर्ने हो। आज उसले आउने चिठी लेखाएको थियो। भरे बेलुका नाइट चढाइपुग्यो होला। जाउँ केटा मेला नलु जाउँ। सरर मचाउलिङ्गे पिङ सरर मचाउलिङ्गे पिङ धरती छाडी आकाश मोलाउन एकैछिन। धरती छाडी आकाश मोलाउन एकैछिन। डबकीमा झड्क्यौँला पटुकीमा मासु। आहा डबकीमा झड्क्यौँला पटुकीमा मासु। टिका थाप्न आउँ भन्थे ससुरा र सासु। सरर मचाउलिङ्गे पिङ धरती छाडी आकाश मोलाउन एकैछिन। धरती छाडी आकाश मोलाउन एकैछिन।
सररर मचाउलिङ्गे पिङ सररर मचाउलिङ्गे पिङ धरती छाडी आकाश चुमोलाउन एकैछिन 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 काजी यो सब के तमासा हो एउटा कुरो ध्यान दिएर सुन तैँले यसरी आतंक मचाउँदैमा यो बस्ती खाली गर्ने तेरो इच्छा कहिल्यै पनि पुरा हुँदैन बुझिस् ए हरिभक्त तँ किन बढी जान्ने भएको हँ तेरो पुर्कुरोमा शनिले बास गरिसकेको छ तँलाई थाहा छैन धेरै बोल्ने मान्छे हाम्रो बारा काजीहरूलाई मन पर्दैन भनेर कम बोल्छु तर धेरै गर्छु धेरै नबोल काजी एकदम धेरै पनि काल आयो हैन आज तिमी दुई बाउ छोराको एउटै च्यान हुन्छ यहाँ बुझिस् एकेटा हो सुनेनौ तिमीले काई साहबले के मर्जी भयो उठाऊ यसलाई त्यसको नलिकुता बाँच्दै
नातिलाई बच्चा बाबु यसको सारा सन्तानलाई आज नमासी भएको छैन। यसलाई हुँदैन। तारकेश्वर दाई, यसपालि पनि गाउँमा मेला लाग्यो होला हैन? लाग्यो, यसपालि त झनै ठुलो मेला लाग्यो, त बडो रमाइलो भयो। अनि तपाई बिन्दिया दिदीसँग खूब नाच्नु भयो होला नि? बहिनी पनि ठट्टा गर्नुहुन्छ, हामी जस्तो रिक्सावालाले नाच्नु ओर्न मिल्छ। तर आज गाउँ किन सुनसान छ? यस्तो बडा दशैंको बेला कोही पनि देखिन्न। खोइ अघिसम्म त सबै मान्छे रमाइलो गर्दै थियो, तर कता गएछ जम्मा? तपाईँलाई धेरै खेलौना र लुगा ल्याइदिनुहोस् ल।
यसपालिको दसैँ त हामी सँगै बसेर मनाउनु पर्छ है बा। नानी, समयमा खाना खान चाहिँ नभुल्नु होला नि है। बुवा, तपाईँले थालेको यो काम अधुरो हुने दिने छैन। यो मेरो प्रतिज्ञा भयो।
छोरी तिमी म यो सब के देख्दैछु छोरी यो सब कसरी भयो काका हाम्रो परिवारमा ठुलो पहिरो गयो यस्तो पहिरो जसको कमित गर्न सकिन्न मैले कुरा बुझिन नि छोरी आऊ आऊ बसेरै कुरा गरौँ काका त्यो बारे काजियाहरूले जसको कारणले आज दाइको बोली पनि गुम्न पुग्यो नरो छोरी नरो अब जे हुनु भइसक्यो रोएर मनलाई अरू कमजोर नपार तिमीहरू आएछौ राम्रै भो त्यस्तो बस्तीमा बसेर कुनै फाइदा छैन अबदेखि तिमीहरू मसँगै बस्नुपर्छ काका म त यहाँ अरू कुनै आशा लिएर आएको थिएँ तर तपाईँ हामीलाई यहाँ बस भनेर निरुत्साहित पार्दै हुनुहुन्छ म यहाँ बस्न आएको होइन काका म त्यो बारे काजीहरूको अत्याचारबाट ती निमुखा गाउँलेहरूलाई बचाउन चाहन्छु तिमी एक्लै त्यो गाउँलेहरूको लागि के गर्न सक्छौ फेरि ती नामर्द गाउँलेहरूले तिम्रो परिवारमाथि त्यत्रो अन्याय र अत्याचार हुँदा चुइकसम्म बोलेनन् त्यस्ता गाउँलेहरूको लागि फेरि किन ज्यान दिन चाहन्छ काका तपाईँ एउटा वीर सिपाही भएर यस्तो डरपोक कुरा गर्दै हुनुहुन्छ लडाईँको मैदानमा उत्रेको सिपाहीलाई पछाडि हट्न लगाउँदै हुनुहुन्छ म पनि एउटा वीर सिपाहीकी छोरी हुँ तपाईलाई थाहा छ जब जब यस धरतीमा अत्याचारले सीमा नाग्छ तब एउटी नारीले पनि दुर्गा देवी र कालीको रूप धारण गर्न सक्छ वाह छोरी वाह मैले त यो कुराहरू धार्मिक ग्रन्थमा मात्र पढेको थिएँ तर यो तिम्रो जोश जागर र हिम्मत देख्दा साँच्चैकै देवी दुर्गा र काली प्रकट भएको महसुस गरेँ भन मैले तिमीलाई कस्तो सहयोग गर्नुपर्छ काका मलाई यस्तो मान्छे चाहियो जो युद्धमा स्थिर बलवान अस्त्र शस्त्रमा निपुण जस्तो सुकै अवस्थामा पनि समाहित होस् अनि युद्धमा पनि सहनशीलताको प्रयोग गर्न जान्ने होस् मतलब तिमीलाई बारेकाजीहरूको संहार गर्ने शक्ति चाहियो हो काका मलाई यो कलियुगको कौरवहरूको सर्वनाश गर्ने पाण्डव चाहियो ठीक छ एकछिन बस्दै गर यो हेर यसको नाम शिवा हो यो तिमीले भने जस्तै युद्धमा स्थिर बुद्धिमा चलाक छ
भीमा हो, यो बलवान छ। उसको नाम अर्जुन हो, अर्जुन। तिमीले भने चाहिँ अस्त्र शस्त्रमा निपुण छ। अभिषेक हो, अभिषेक। तर यसलाई मानिसहरू बहुरूपी पनि भन्ने गर्छन्। समय अनुरूप आफ्नो भेष परिवर्तन गर्न खप्पिस छ। र यो उत्तम हो। जुनसुकै काम गर्दा बडो होसियारी र धैर्यतापूर्वक काम गर्छ। कसरी एकै ठाउँमा भेला पार्ने? त्यसको चिन्ता नलेऊ छोरी। तिनीहरू एकअर्कामा परिचित छन् र तिनीहरूसँग मिलेर काम पनि गर्छन्। त्यसो भए काका, अहिले तिनीहरू कहाँ होलान्? होलान् नि तिनीहरू कुनै दौडधुपमा।
तँलाई थाहा छ कि गङ्गा नानीले फेरि 12 काजीको विरुद्ध आवाज उठ्न थालेछ? खोइ सबै त्यसै भन्छन्। मलाई त लाग्छ अब यो गाउँमा फेरि आतङ्क मचिने। त्यही कारणले गर्दा उनको परिवारले ज्यान गुमाउनु पर्यो। त्यही त अब फेरि कसको ज्यान जाने हो केही भन्न सकिँदैन। यस्तो कुरामा साथ दिनु भनेको आफ्नो खुट्टामा आफै बन्चर हान्नु, बुझिस् बिर्खे? हो यो कुरा चाहिँ पक्कै हो। त्यसैले अब हामी सबैले मिलेर गङ्गा नानीलाई सम्झाउनु पर्छ, नत्र फेरि हो यस्तो कुरा हामीले गङ्गालाई सम्झाउनै पर्छ। ठिक छ। ए साथी हो त्यो अभिषेक त साँच्चै नै जाँदैन के हो? खोइ अहिलेसम्म पनि आएको छैन। त्यो नआए नआओस्, त्यो नआएर के हुन्छ र? साले सबै साथी मरेको ठाउँमा साथी हुँदो रहेछ त्यो। शिवा, अभिषेक त्यति बेमान त छैन। मेरो विचारमा पक्कै पनि त्यो जलदेवीको चिन्ताले जान नपरेको। झुपडीमा बसेर महलको सपना देख्नेहरू त्यस्तै हुन्छ। जब त्यो सपनाबाट भनिन्छ नि अनि थाहा हुन्छ सालेलाई। ल धेर वायत कुरा नगर। बस्नु त्यो पनि बेला हो। अब इन ल आउनुहोस् दाइ, आउनुहोस् 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 आउनुहोस्। मैले चढ्दा हुन्छ? हुन्छ दाइ, चढ्नुहोस् माथि। जति हाँस्नुमा लाग्छ हाँस, तर तिमीहरू यो नसमझेको म तिमीहरूले गर्दा जान लागेको। त्यसो भए कसले गर्दा जान लागेको त? जलुले जाउँ भनेर हिँडेको त? नाम नलि त्यो निष्ठुरीको। होइन है, के भयो र तँलाई जलदेवीसँग? के हुनु र? बर्बाद पारेर गइन् त्यसले मलाई। बर्बाद पारेर गए रे? होइन तँलाई यसरी बर्बाद पारेर कहाँ गए त? कता जान्थे र? आफू भने दिनरात उसको पूजा गर्ने, ऊ भने अर्कैसँग चक्कर चलाउँदो रहेछ। जति हाँस्नु लाग्छ आफूलाई कस्तो पिर परिरहेछ, खुसी भएर हाँस। भनेपछि त जलदेवीले धोका दिएपछि हामीसँग आएको होइन? भन माइली छली जेठी निर्मोही कान्छी छुच्ची माइली छली जेठी निर्मोही कान्छी छुच्ची माइली छली जेठी निर्मोही परि गए तिन धारामा मुटु चिरियो परि गए तिन धारामा मुटु चिरियो सबै देख्छु चिरी चट्टा मनै बिग्रियो सबै देख्छु चिरी चट्टा मनै बिग्रियो दिलमा लाग्यो तीर मलाई पर्नु पर्यो पीर दिलमा लाग्यो तीर मलाई पर्नु पर्यो पीर
चिट्ठी साह्रै राम्री रहेछ आँखै गाजलु हो चिट्ठी साह्रै राम्री रहेछ आँखै गाजलु माइली गोरी राम्री रहेछ साह्रै लजालु कंची चुची काली बनगी परेकी कंची चुची काली बनगी परेकी दिलमा लागधीर मलाई पर्नु पर पीर दिलमा लागधीर मलाई पर्नु पर पीर कंची छुच्ची माइली छली जेठी निर्मोही कंची छुच्ची माइली छली जेठी निर्मोही पर गए तीन धारामा मुटु चिरियो पर गए तीन धारामा मुटु चिरियो मस्किँदै जेठी मुख फर्काउँछे ओ मसक्क मस्किँदै जेठी मुख फर्काउँछे माइली तुर्छे मलाई देख्दै तर्किन्छे कंची चुची काली छेवै पर्दिन कंची चुची काली छेवै पर्दिन दिलमा लाग्यो तीर मलाई पर्नु पर पीर दिलमा लाग्यो तीर मलाई पर्नु पर पीर कंची छुच्ची माइली छाली जेठी निर्मोही कंची छुच्ची माइली छाली जेठी निर्मोही पर गए तीन धारामा मुटु चिरियो पर गए तीन धारामा मुटु चिरियो सबै देख्छु चिरी चट्टा मनै बिग्रियो सबै देख्छु चिरी चट्टा मनै बिग्रियो दिलमा लाग्यो तीर मलाई पर्नु पर पीर दिलमा लाग्यो धीर 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 मलाई जितु काका तपाईहरु यसरी हुल बाँधेर कता हिँड्नु भएको? हामीहरु कतै हैन गंगा नानी तपाईलाई नै भेट्न आएको। मलाई भेट्न? तर किन काका? हेर गंगा नानी हामीहरु जस्तो साधारण मान्छेले चट्टन जस्तो व्यक्तिसँग टक्कर लिनु महामूर्खता हो। काका तपाईहरुले भन्न खोजेको के? हेर गंगा नानी ती 12 काजीहरुसँग खोज्नु भनेको त हामीले काललाई निम्ताउँ त्यसैले हामी चाहन्छौं। काका तपाई सिधै किन भन्नुहुन्न कि ती पापीहरुसँग लड्ने क्षमता छैन भनेर? म ती पापीहरुको नाश गरेरै छाड्छु चाहे मेरो ज्यान नै किन नजाओस्। तर कदापि पनि ती पापीहरुको अत्याचारसँग डराएर म यो गाउँ छोडेर जान्न। गंगा नानी आवेशमा आएर यस्तो कुरा नगर। हामीलाई हाम्रो सन्तानको माया छ। हामी अकालमा हाम्रो सन्तान मार्न चाहन्नौ। जानुस् त्यसो भए यहाँ किन बसिरहनुहुन्छ? आफ्नो कुम्लो कुटोरी लिएर गाउँ छाड्नुस्। जानुस् तपाईहरु। ए गंगे कहिलेकाहीँ तिम्रो यो व्हीलचेयरमा राखेर हामीलाई यो गाउँ घुमाउन मिल्दैन? गंगे प्लिज हामीलाई पनि यो बस्तीमा घुमाऊ। घुमाऊ न हामीलाई पनि गंगे प्लिज घुमाऊ।
ए नमर्दा हो तमासा हेर मेरो इज्जत बचाउन नसके पनि कम से कम मेरो इज्जत लुटिएको त हेर्न सक्छौ म तिमीहरूसँग कुनै दाको भिख माग्दिन न त गुहार नै माग्छु जसरी मेरो इज्जत लुटिनेछ त्यसरी नै भोलि तिमीहरूकै आँखा अगाडि तिमीहरूकै छोरी चेलीको वस्त्रहरण हुन सक्छ। ए गङ्गे यो सत्ययुगको महाभारतको द्रौपदी वस्त्रहरण होइन यो कलियुगको 12 काजीहरूले गरेको वस्त्रहरण हो। न त यहाँ कृष्ण आउँछ न त यहाँ कुनै पाण्डव आउँछ। हाम्रो शुभकाममा बाधा पुर्याउने तिमीहरू को? पापीहरूको सर्वनाश, अत्याचारीको विनाश, असहायको सहारा, दुष्टहरूको लागि चट्टान, तिमीहरू जस्तो राक्षसको संहार गर्ने यस कलियुगको पाण्डव हो। पाण्डव पाण्डव यो 12 काजीको अगाडि आजसम्म कसैले पनि शिर उठाएर खेल्न सकेको थिएन। आज मेरो भाइहरूलाई यस्तो दुस्साहस गर्ने आँट कस्तो थियो भन भाइ हो। म अहिले नै गएर तिनीहरूमाथि 7.5 को शनि भनेर खनिन्छु। दाजु हजुर, त्यो जलेश्वर बस्तीमा आएका 5 जना गुण्डाहरूले पिट्नसम्म पिटे हजुर। के अरे जलेश्वर बस्तीमा आएको गुण्डाहरू के गर्छन् तिनीहरूले? को हुन् ती गुण्डाहरू भन्, मैले नै गएर सिध्याइदिन्छु तिनीहरूलाई। पढ्नुहोस् काई साहब, यसरी आवेशमा आउनु हुँदैन। सर्वप्रथम ती गुण्डाहरू कहाँबाट आएका हुन्, को हुन् र के गर्न आएका हुन्, म बस्तीमा गएर पत्ता लगाउँछु अनि तिनीहरूलाई सिध्याइदिनु होला। तिनीहरू को हुन्, कहाँबाट आएका हुन् र के का लागि आएको हुन्, यो कुरोसित मलाई कुनै सरोकार छैन। तर मेरो भाइ राजाहरूमाथि यस्तो दुस्साहस गर्ने म जो कोहीलाई पनि सिध्याइदिन्छु। काजी साहब, मलाई लाग्छ कुरो अलिक गम्भीर छ हजुर। सोच्नुहोस् त, त्यो गाउँमा हामीसित टक्कर लिने आँट
कसले गर्यो होला? पण्डित, तिमीले भन्न खोजेको कुरा के हो स्पष्ट बना। मेरो विचारमा ती गुण्डाहरू यहाँ त्यसै आएका होइनन्। पक्कै पनि त्यो गङ्गेले तिनीहरूलाई बोलाएको हुनुपर्छ क्या साहब। तर के को लागि बोले त त्यसले? हुन सक्छ हामीसित टक्कर लिनका लागि। वाह, अब छन् खेलमा मजा आउने भयो। पण्डित, हजुर, तुरुन्तै पत्ता लगाऊ को हुन् ती गुण्डाहरू। हस् का साहब, म भोलि बिहानै गएर तिनीहरूको जन्म कुण्डली पत्ता लगाएर आउँछु। गोरु बुढो भयो भने फिर खोज्छ। मान्छेलाई दशा लाग्यो भने यो बारे काजीसित जोडेको छ। के सोचिरहनु भएको? सुत्नुहोस् न, साह्रै थकेला जस्तो छ। म यति बाती काटिसकेर सुत्छु। दिउँसोको घटनाले साह्रै पिरोलिरहेछ। ती 5 जनाले काजीका भाइहरूलाई साह्रै नराम्रो पिटे। काजीसँग दुश्मनी गर्दा खै के हुने हो? जे गरे ठिकै गरे, किन चिन्ता लिनुहुन्छ? अब त हुँदा हुँदा ती काजीहरूले गाउँलाई अत्याचार नै गर्न थाले। भन्छेस् नि, भोलिका दिनमा परि आउँदा कोही अगाडि बढ्दैनन्, अन्तिममा ती गङ्गा नानीलाई नै खतरामा पार्छन्। के गर्नु त, यहाँका लोग्ने मान्छेहरू सबै कातर छन्। परि आएको बेलामा बाहिर निस्किनु त कता हो कता, सबै डरले घरभित्र लुक्छन्। ल ल भइगयो, तै बाठी। यो त रुखा झुनिँदो पो रहेछ। हेर त्यहाँ पाखुरा कत्रा। आमा यसले त हाम्रो काई साहबहरूले तहस नहस पार्छ क्या। ऊ अर्को, त्यसले के उचालेको? बाप्रे बाप, यिनीहरूको जन्म कुण्डलीमा त चन्द्रमा नै उजाले जस्तो छ। अर्को कहाँ हिर्काएको त्यसले? घरै भत्काउँछ कि क्या त्यसले त? अब त्यसैले शिवाजी, अब तपाईहरूले बडो होसियारी अपनाउनुपर्छ। त्यो बारेकाजीले यो गाउँमा कुनै पनि बेला आतंक मचाउनेछ र मैले सबै सामानहरू तपाईहरूको कोठामा पुर्याउने बन्दोबस्त मिलाएको छु। तपाईँ ढुक्क भएर बस्नुहोस् गङ्गाजी। जबसम्म हामीहरू यस गाउँमा छौँ, त्यस काजीले केही पनि बिगार्न सक्दैन। यो मेरो वचन हो। भन्नुहोस् पण्डितजी, को रहेछन् ती गुण्डाहरू र यहाँ के को लागि आइपुग्छ? कुरो एकदमै जटिल रहेछ हजुर। मतलब ती 5 जना गुण्डाहरू बङ्गालले ल्याएकी रहेछ। त्यो पनि हजुरहरूको विरुद्धमा युद्ध गर्नलाई काई साहब। भनेपछि हामीसित लडाइँ लड्न त्यो गङ्गाले 5 जना गुण्डाहरूको पल्टन तयार गरेको छैन। ठिक छ, केही छैन। अब फेरि त्यो जलेश्वर बस्तीमा रगतको खोला बग्छ, खोला। त्यो त अवश्य नै काई साहब। तर के? कुरो के भने नि काई साहब,
ती 5 जना गुन्डाहरू त्यति कमजोर देखिँदैनन्। राम्रो, असाध्य राम्रो। दुश्मन जति बलियो हुन्छ नि लड्न त्यति नै मजा आउँछ। अब त्यो जलेश्वर बस्ती जलेर खरानी हुने भयो, खरानी। गाडी किन रोकिस्? सानो काजी माल त ताक्छ भने हाल त ब्याक गर गाडी। गंगा नानी के भयो काका? किन यसरी अत्तालिनु भएको? गंगा नानी मेरो बहिनीको इज्जत बचाइदिनु पर्यो। के भयो विपनालाई? मेरी बहिनीलाई ती राक्षसले उठाएर लगे। तपाईहरु नआत्तिनुस् काका, विपनालाई केही हुँदैन। अर्जुन
हेर्नुहोस् दाइ, यो सब तपाईँहरूको कमजोरीले गर्दा भएको। किन तपाईँहरू त्यो राक्षसको प्रतिकारमा उत्रिने आँट गर्नुहुन्न? तपाईँहरू सबै गाउँलेले हातमा हात मिलाएर त्यस राक्षसको प्रतिकारमा उठ्ने आँट गर्नु हो भने त्यो त के संसारको कुनै पनि राक्षसले यस्तो अत्याचार गर्ने हिम्मतसम्म गर्दैन। त्यसैले तपाईँ गङ्गा नानीलाई साथ दिनुहोस्, तपाईँहरूलाई हामी पनि साथ दिन्छ। तिम्रो मनमा भएका सारा कुराहरू अब भनिदेऊ सुन्न चाहन्छु म हृदयका तरङ्गहरू। तिम्रो मनमा भएका फुलको बोटमा फक्रियो फुला तिम्रो मेरो माया जस्तै। सँगै हिँडौँ सँगै रमाऊ जीवनमा हरेक पल, जीवनमा हरेक पल। हाम्रो मायालाई भाकेर त्यो मनको नजरले यहाँ हेर, पाउने छौ तिमीले आफैलाई मेरो आँखाको नानीहरूमा। तिम्रो मनमा भएका छुट्ने छैन, संसार हाम्रो स्वर्ग हुनेछ। सँगै हिँडौँ सँगै रमाऊ जीवनमा हरेक पल, जीवनमा हरेक पल। तिम्रो मनमा भएका सारा कुराहरू अब भनिदेऊ सुन्न चाहन्छु म हृदय
तिम्रो मनमा भएका पाण्डव 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 आखिरको उनी गुन्डाहरू कसरी दिँदैन पाण्डवको श्रेय मेरो अत्याचारले सीमा राखिसक्यो मेरो भाइ राजालाई दुई पटक उठ्यो यसले निकाल गाडी निकाल एकछिन पर्खिनुहोस् का साथ यति बेला जोसले होइन होसले काम लिनुपर्छ यी गुन्डाहरूलाई ठिक पार्न शस्त्र प्रयोग गर्ने होइन दिमाग प्रयोग गर्नुपर्छ काइसाब साँप पनि मरोस् लट्ठी पनि नभाँचियोस् पण्डितजी तपाईँ यो के भन्दै हुनुहुन्छ हाम्रो भाइ राजाहरूको खुनको बदला लिनु परेन मेरो मतलब तिनीहरूलाई ठिक पार्न अब हामीले केही कष्ट गर्नु पर्दैन काइसाब ती गुन्डाहरूलाई ती गाउँलेहरूले नै ठिक पार्छन् मतलब काइसाब हामीले एउटा यस्तो निशाना लगाउनु पर्यो कि जसले गर्दा त्यो गङ्गा र ती गुन्डाहरूको विरुद्धमा सारा गाउँलेहरू उत्रियो त्यसपछि त अनि ती गुन्डाहरू बाध्य भएर गाउँ छोडेर जान परिगयो नि काइसाब वाह पण्डित यो आइडिया चाहिँ महाभारतमा शकुनीको भन्दा कम छैन नि त्यसो भए अब हामीले के गर्नु पर्यो दाजु हजुर त्यो कुरा मैले सब सोचिसकेँ अब जलेश्वर बस्ती मेरो बाबु मेरो राजु कुन पापीको आँखा लाग्यो नि मेरो बाबुमा बाबु देख्नुभयो गङ्गा नानी काजीहरूसँग दुश्मनी गर्नाले काकीले आज आफ्नो सन्तान गुमाउनु पर्यो गाउँ जलेर खरानी भयो अझै पनि उहाँहरूलाई यस गाउँमा राख्ने हो भने प्रत्येकले गाउँमा यसरी नै बच्चा गुमाउनु पर्छ हो यो सब उहाँहरूकै कारणले गर्दाखेरि भएको हो फेरि पनि उहाँहरूलाई यस गाउँमा ल्याउनु भनेको जानी जानी आफ्नै कालले निम्ताउनु बिन्ती छ गङ्गा नानी अब हामी हाम्रो बालबच्चा गुमाउन चाहन्नौँ बरु ती काजीहरूको अन्याय सहन सक्छौँ तर ज्यान गुमाउन सक्दैनौँ हो हामी यस गाउँ छोडेर जान तयार छौँ तर आफ्नै अगाडि आफ्नो बालबच्चा प्रत्येक दिन खोसिएको हेर्न चाहन्नौ त्यसैले उहाँहरूलाई यस गाउँबाट हटाउनै पर्छ मेरो कुरा त सुन्नुस् काका बिन्ती छ तपाईहरु यहाँबाट जानुस् हामी न्यायको बदलामा हामी हाम्रा बालबच्चा गुमाउन चाहन्नौ बिन्ती छ गाउँ छाडिदिनुस् अभिषेक छिटो आइज कस्तो बेहुली अनमनाउन लागेको जस्तो ढिलो गरेको ए आए कसैले विश्वास गर्यो भने धोका दिन्छन् भनेको यही हो मैले त अस्ति नै नाउ भनेको थिएँ नि ए त एकचोटि चुप्लाएर बस्न सक्दैनस् जतिखेर पनि कर कर मात्र गरिरहेछ एकचोटि चुप्लाएर बस तपन त हुने 5 लाखको सपना देखेर जाउँ भन्ने अहिले नकरा भन्छस् ए त चाहिँ केको लागि हाम्रो पछि लागिस् त अहिले मुख चोख्याउँछस्
ए तैँले कसले भनेको म तिम्रो जस्तो पैसाको पछि लागेर आएको होइन। साले हो कति कुकुर बिरालो जस्तो व्यवहार देखाउँछस् हिजिटो। तपाईहरू यसरी गाउँलेहरूको कुरा सुनेर आवेशमा नआउनुस्। अरू केही दिन पर्खनुस् प्लिज, मेरो बिन्ती छ। गङ्गाजी हामी तपाईँको भावनालाई कदर गर्छौँ, तर अहिलेको स्थितिमा हामीलाई नरोक्नुहोस्, किनकि यी गाउँलेहरूलाई हाम्रो भन्दा तपाईँको ज्यादा आवश्यक छ। हामीहरू चाहन्छौँ कि यी गाउँलेहरूले तपाईँ जस्तो एउटा साहसी नारीलाई नगुमाओस् भनेर। प्लिज हामीलाई नरोकिनुहोस्। ए जमिन म यहाँ छु, किन त्यो दुर्लभमाथि पुरुषार्थ देखाउँछस्? वाह, सुनेको मात्र थिए गङ्गा भन्ने स्त्री निकै साहसी छ, तर आज देखे पनि जति साहसी छ त्यति राम्री पनि रहेछ। अहिले पालेर राखेको गुन्डाहरू कहाँ छन्? तेरा ती गुन्डाहरू कहाँ छन्? कहाँ छ ती गुन्डाहरू? तेरा ती गुन्डा कहाँ छन्? ती गुन्डाहरू कहाँ छन्? ती गुन्डाहरू कहाँ छन्? भन्दैनस्? ए अझ भन्दैनस्? बोल्छु म, तर तिमीहरूको विरुद्धमा बोल्छु। गरिब र निमुखाको आवाज भएर बोल्छु। के रे? तँ हाम्रो विरुद्धमा बोल्ने? के बाबा? बिन्ती छ बन्डप, गङ्गाले मार्नु आँट्यो, राक्षसहरूले बिन्ती छ बचाइदेऊ। तपाईँहरू हाम्रो आशामा नबस्नुहोस् बा। जुन गाउँमा हाम्रो त्यत्रो बेइज्जत भयो, हामी त्यो गाउँमा कदापि फर्कन चाहन्नौँ। त बाँचेर गइस् भने त हाम्रो विरोधमा बोल्छस्, तँलाई बचाउनु को आउँदो रहेछ? सृष्टिपछि विनाश अवश्य हुन्छ, त्यसैले काजी तेरो पनि विनाश अवश्य
हुन्छ? ए केटा यसले हाम्रो विनाश गर्ने अरे। यसले हाम्रो विनाश गर्ने। मैले त सुनेको थिएँ हाम्रो विरुद्ध 5 पाण्डव सेना तयार गरेको छ सर। तर त एक्लै आइस। तेरा ती 4 जना दाजुभाइहरू हाम्रो नाम सुन्ने बित्तिकै लेलाम ठोके। जब यो एक्लो भीम नै यस रणभूमिमा काफी छ भने पाण्डवको सेनाको कुनै आवश्यकता छैन। पहिले यो भीमसँग सामना गरेर हेर। घाँस छोडे पनि साथ नछोड्नु। याद राख्नु। अझै पनि तपाईहरुसँग त्यो काजीको अत्याचार सहने क्षमता छ? कहिलेसम्म त्यसको दास बेचेर बस्न चाहनुहुन्छ? भन्नुहोस्, किन बोल्नुहुन्न तपाईहरु? कहिलेसम्म त्यो काजीको तपाईहरु अत्याचार सहेर बस्नुहुन्छ? तपाईहरुको आँखा अगाडि तपाईहरुको चेलीबेटी दिदीबहिनीहरुको बलात्कार भइरहेछ। तपाईहरु चुपचाप लागेर हेरिरहनु भएको छ। तपाईहरु किन बोल्नुहुन्न? बोल्नुहोस्, खुलेर बोल्नुहोस्। त्यो काजीको विरोधमा तपाईहरुले आवाज उठाउनु पर्छ। र हाम्रो साथ किन दिनुहुन्न तपाईहरु? हाम्रो साथ दिनुहोस्, हाम्रो साथ दिनुहोस्, हाम्रो साथ दिनुहोस् र हातमा हात मिलाएर अगाडि बढ्नुहोस्। शिवा, यो नपुंसकको बस्तीमा साहसको कुरा गरेर केही फाइदा छैन। ठीक भन्नुभयो गङ्गादी तपाईले। अब यस गाउँका पुरुषहरूले मात्र साडी र चोलो लाउन बाँकी छन्। म दिन्छु तपाईलाई साथ। म दिन्छु तपाईहरुको साथ। म दिन्छु तपाईहरुको साथ। म दिन्छु तपाईहरुको साथ।
नाइ भाइ राजा नाइ, म तिम्रो मृत्युको बदलामा त्यो जलेश्वर गाउँमा रगतको खोला बगाइदिन्छु, खोला। भोलिको दिन त्यो जलेश्वर गाउँको लागि काल रात्रि बन्नेछ। काल रात्रि भाइ राजा, काल रात्रि। गङ्गे कहाँ छ? मलाई थाहा छैन भाइ साहब। पाण्डवहरू, तिमीहरू कहाँ छौ? बाहिर निस्के। यो बारे काजी आज महाभारतको लडाइँ लड्न तिमीहरूको मैदानमा आएको छ। अनि त्यो सारथी भनौतीलाई साथमा लिएर आइज। ए नामर्दहरू, डराएर कतिन्जेल लुकेर बस्छौ? बाहिर निस्के। ए गाउँलेहरू, म 10 सम्म गन्छु। यदि 11औं गर्नु पर्यो भने यो फुच्चेको लाससँगै त्यो 11औं हुनेछ। 1 2 3 4 5 6 7 8 9 10। आज यो 5 पाण्डवहरू निक्लिनेवाला छैन। रेटिने भयो, रेटिने भयो। शनि काजीको त दिमागै खराब गरे यिनीहरूले। अब कसलाई काटौँ? यसलाई काटौँ कि यसलाई काटौँ?
राजा सारथी महाभारतको सारथी भाइ यसलाई त महाभारतको युधिष्ठिर म बारे काजे पण्डित बोल सिक्यौ त छैन काजी साहब म बौलाएको छैन त्यसो भए यो के नाटक गर्दैछस् मैले केही नाटक गरेको छैन काजी साहब तपाईको नुनको सोझो गर्दा गर्दै मैले आफ्नो सारा धर्म कर्म नै बिर्सेछु तपाईलाई थाहा छ महाभारतको लडाईँमा कौरवहरूको नाश गर्न कृष्ण भगवानले सानो छल गर्नु भएको थियो आज तपाईहरु जस्तो पापी र दुष्टहरुको नाश गर्न उनै भगवानले यी पाण्डवहरूलाई पठाएका हुन् असत्य जतिसुकै बलियो भए पनि सत्यको अगाडि एक दिन हार्नै पर्छ आज म तिनीहरूको लासमाथि ताण्डव नृत्य गर्छु ताण्डव नृत्य मलाई र मेरो भाइलाई माफ गरिदिनुहोस् मेरो भयभरको सारा सम्पत्ति सबै तपाईँहरूलाई दिन्छु म तर हामीलाई हामी दुईजनालाई माफ गरिदिनुहोस् ताण्डव नृत्य तैँले हाम्रो लासमाथि नाच्नु खोजेको थिइस् हैन? चाहे
सत्ययुग होस् या कलियुग, जब जब यस धरतीमा पापले सीमा नाङ्छ तब तब 5 अम्ला मिलेर एउटा मुठी बन्छ अनि जन्मिन्छ पाण्डव। त्यसपछि तो जस्तो राक्षसको छातीमा ताण्डव नृत्य हुन्छ। तेरो ताण्डव नृत्य गर्ने चाहिएको छैन।